सुन्नुहोस् साथीहरू, आज म तपाईहरुलाई जीमेल आईडी बनाउन सिकाउँछु। हजुर, तपाईहरु पहिला सुरु गुगलमा जानुपर्छ। सेटिङमा जानुस् अनि हेर्नुस् एकाउन्ट्समा जानुस्। यहाँ चारवटा अप्सन दिएको छ। एड एकाउन्ट गर्नुस्। गुगल यहाँ 9वटा अप्सन दिएको छ। त्यसमध्ये 6 मा क्लिक गर्ने अनि एकछिनपछि आफै आउँछ तपाईको। अनि यहाँ तपाईसँग पहिलाको जीमेल आईडी छ भने त्यसमा हाल्न सक्नुहुन्छ। नयाँ बनाउनु भए क्रिएट। अब तपाईको नाम हाल्नुहोस्। मेरो नाम थापा। तपाई यो डेटमा गएर 1 मन्थमा जनवरी, इयरमा 2068 1968 नेक्स्ट। अब गुगल एउटा युजर हाल्नुहोस्। तपाईले सजेस्ट केही छैन भनेपछि यो लेख्न सक्नुहुन्छ। अनि यहाँ अब पासपोर्ट हाल्नु अनि नेक्स्ट गरिदिनु होला। यो नेक्स्ट बटन दबाएर अनि नो थ्यांक्स गरेपछि तपाईको जीमेल आफै बन्छ।